म बोल्दिनँ भन्छु, बोल्न बाध्य गराउँछ क्या। पहिला यो भिडियो हेर्नुहोस् अनि त्यसपछि मात्र बोल्छु है। के ललितपुरको फोहोर चाहिँ उडेर जाने हो र बन्सरी डाँडा पुग्नलाई? सुन्नुभयो नि, यदि छिमेकीले तपाईँको खेतबारीमा घर साइडमा कतै अगाडि लगाएर फोहोर फालिदिन्छ भने त्यसको जिम्मेवार को हुनुपर्छ? कागज जरिवाना त उसले बेहोर्नु पर्ने हो नि त। काठमाडौँ उपत्यकाबाट करिब 1400 मेट्रिक टन भन्दा माथिका फोहोरहरू दैनिक रूपमा ती बन्सरी डाँडामा आउने गर्दछ। सरकारले बन्सरी डाँडालाई स्यानिटरी ल्यान्डफिल साइट भनेर छुट्टै घोषणा गरेको छ। फोहोर मैला व्यवस्थापन ऐन 2068 को दफा 12 ले के भन्छ भने प्रत्येक स्थानीय तहलाई आफ्नो फोहोर फाल्ने क्षेत्र निर्धारण गर्न सक्ने व्यवस्था अथवा त्यो अधिकार प्रदान गरेको छ। त्यो हो भन्दैमा त्यहाँका जनतालाई त्यहाँका स्थानीयलाई मर्का पारेर त्यो काम गर्न त हुँदैन नि त। त्यसले कति असर पार्दछ त्यो कुरामा समेत ध्यान दिनु पर्दछ नि त। त्योबाट निम्त्याउन सक्ने रोगहरू के हुन सक्दछ त, त्यो कुरामा ध्यान दिन अत्यन्त जरुरी छ। त्यही फोहोर मैला व्यवस्थापन ऐन 2068 को दफा 22 ले के भन्छ भने स्वास्थ्य संस्था, वातावरण संरक्षण, आर्थिक विकास, सामाजिक विकास जस्ता कुराहरूमा कुनै पनि असर पार्न हुँदैन, कुनै पनि दाखिला पार्न हुँदैन है भनेर स्पष्ट रूपमा लेखिएको छ। तर त्यो कार्यान्वयन गर्ने कुरामा फितलो देखिन्छ। हालका सम्माननीय प्रधानमन्त्रीज्यू तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह हो 2079 साल जेठ 26 गते सिसडोल बन्सरी डाँडा क्षेत्रका प्रभावित क्षेत्रका स्थानीयहरूसँग सहमति भएको थियो। तर त्यो सहमति भने कागजको पानामा मात्र सीमित छ हालसम्म पनि। त्यस्तै 2082 साल कार्तिक मङ्सिरको पेरिफेरीमा रहेर स्थानीय र सङ्घीय सरकार बीच 11 बुँदे सम्झौता भयो। त्यो सम्झौता पनि कागजको पानामा मात्र सीमित छ हालसम्म पनि है। कुरा त्यतिमा मात्र सीमित छैन, कुरा यतिसम्म छ कि 2080 सालमा ककनी गाउँपालिकाबाट ओहोरदोहोर गर्ने प्रत्येक गाडीहरूबाट 1000 देखि 1500 सम्म कागज उठाउने गर्दथ्यो। तर त्यो कुरालाई सर्वोच्चमा मुद्दा परिसकेपछि रोक भने सर्वोच्च अदालतले आदेश दियो। सर्वोच्चको आदेशलाई म एकदम सम्मान गर्दछु हैन। तर त्यो भन्दैमा त्यहाँका जनताले कति पीडा भोग्नु परेको छ त्यो कुरामा पनि त ध्यान जान जरुरी छ, त्यसमा पनि सोच्नु जरुरी छ। संविधानको धारा 30 स्वच्छ वातावरणको हक र संविधानको धारा 35 स्वास्थ्य सम्बन्धी हकले के भन्छ भने प्रत्येक व्यक्तिलाई स्वच्छ वातावरणमा स्वच्छ तरिकाबाट जीवन जिउने हक हुन्छ भनेको छ हैन। सर्वोच्च अदालतमा मुद्दा परेको छ, जुन मुद्दा सूर्यप्रसाद ढुङ्गेल भर्सेस गोदावरी मार्बल इन्डस्ट्रीको मुद्दा हो, जसमा के भएको थियो भने प्रत्येक व्यक्तिलाई स्वच्छ वातावरणमा स्वच्छ तरिकाबाट जीवन जिउने हक हुन्छ है भनेर सर्वोच्च अदालत आफैले यो नजिक प्रतिपादन गरेको कुरा हो। तर त्यो कुरा भने बन्सरी डाँडाका स्थानीयवासीहरूका नाममा स्थानीयवासीहरूका लागि भने त्यो लागू भएको म थाहा पाउँदिन र भएको पनि छैन। यही विषयमा भाद्र 5 गते सिंहदरबारमा के भएको थियो त्यो पनि हेर्नुस्। हाम्रो यहाँ चाहिँ बन्सरी डाँडामा हुन्छ बुझ्नुभयो? उता सुनाउन छ मानेन हो यस्ता समस्याले गर्दा त्यहाँका स्थानीय बासिन्दाहरू यतिसम्म ग्रसित भएका छन् कि रोगको सामना गर्नु परेका छन्। त्यहाँबाट हुन सक्ने महामारी, हैजा, डिजिजहरू कस्ता हुन सक्छन् भन्ने कुरामा त्यहाँ काठमाडौँ बसेका मानिसहरूलाई थाहा छैन। यो कुरा म एकदम कन्फिडेन्सका साथ भन्दैछु, थाहा छैन। त्यहाँका जनताले भोग्नु परेको छ नि त त्यो समस्या त। 2021-22 को तथ्याङ्क हेर्ने हो भने चाहिँ त्यो क्षेत्रका 15 जना भन्दा बढी मानिसहरू चाहिँ क्यान्सर रोगबाट मृत्यु भइसकेका छन् हैन। त्यस्तै हालको तथ्याङ्कमा हेर्ने हो भने चाहिँ त्यहाँका स्थानीयले के दाबी गर्छन् भन्दा 100 जना भन्दा बढी मानिसहरू चाहिँ क्यान्सरको रोगबाट ग्रसित भइरहेका छन् कि हाल पनि अहिलेको समयमा। हो ठिक छ, म मान्छु बन्सरी डाँडामा काठमाडौँ उपत्यकाका फोहोर ल्याउनु त्यो अपराध होइन, त्यो सरकारले व्यवस्था गरेको हो, त्यसलाई डम्पिङ साइट बनाएको हो। तर डम्पिङ साइट बनाए भन्दैमा त्यहाँका स्थानीयलाई मर्का पार्नु हुँदैन नि त। त्यहाँ अस्पताल जन्य तरल पदार्थ अन्य कुहिने नकुहिने फोहोरहरूलाई समेत एकै ठाउँमा राख्न हुँदैन। त्यसलाई छुट्टै राखेर त्यसलाई रिड्युस, रिसाइकल, रियुज तरिकाबाट त्यसलाई पुनः प्रयोग गर्न सक्ने अथवा त्यसलाई नाश गर्न सक्ने उपाय लगाउनु पर्दछ। यही समस्याको पेरिफेरीमा रहेर ती फोहोर मैला व्यवस्थापनहरू चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ प्लास्टिक जन्य पदार्थहरू, प्लास्टिक जन्य ती हुन्छ नि ती कुराहरूलाई चाहिँ कमसेकम प्रयोगबाट अलिक कम रहौँ। यही कुरामा संविधानको अनुसूची 9 ले सङ्घ, प्रदेश र स्थानीय तह बीचको साझा अधिकारको बारेमा समेत यसले स्पष्ट रूपमा बोलेको छ। तर त्यो कुरा भने स्थानीय हुँदै प्रदेश मार्फत सङ्घीय सरकारले समेत हल गर्न नसकेको कुरा हो कि हो। यसलाई चाहिँ सामान्य रूपमा लिन हुँदैन हैन। यसले गर्दा धेरै नै समस्या निम्ताइसकेको छ। अब चाहिँ यसमा केही गर्नुपर्ने बेला आइसकेको छ। हुन त प्रयास नभएका होइनन्, भएका छन् र अझ यसलाई प्रभावकारी रूपमा कार्यान्वयनतर्फ लैजाने चाहिँ हाम्रो पनि जिम्मेवारी हो। त्यस कारणले गर्दा म यो भिडियो मार्फत सम्पूर्णको ध्यान आकर्षण गराउन चाहन्छु कि यो बन्सरी डाँडामा स्थित फोहोर मैला व्यवस्थापन कार्यलाई चाहिँ एकदम छिटो रूपमा चाहिँ अगाडि बढाउनु पर्यो। यसले गर्दा स्थानीय धेरै ग्रसित भइसकेका छन् हैन। यसमा धेरै राजनीति गर्नुपर्ने विषय पनि छैन हैन। त्यसकारणले यसमा एकदम छिटो ध्यान आकर्षण होस्, म त्यही भन्न चाहन्छु। धन्यवाद।